मैले मेरो भाइलाई र जकेट ल्याइदिएछु कि मेरो भाइलाई जकेट हो नि यो होइन, तर भाइले लगाउँछ या लगाउँदैन त्यो थाहा भएन मलाई होइन। तर मेरो भाइ मैले चाहिँ मेरो भाइलाई जकेट ल्याइदिएछु कि टक्क लगाएर हेर्ने कति दामी जकेट छ कि होइन। मेरो भाइलाई ल्याइदिएछु कि मैले जकेट है। ए भाइ मैले तँलाई जकेट ल्याइदिएछु कि जकेट देखिस् यी जकेट कति दामी छ जकेट हेर, लगाउनुहोस् ल लगा ल ल खै ए ल ल ल्याउनु 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 कतिमा किन्नु भयो त जकेट यो? ओहो न खै ल्याउनु त ल्याउनु त ल्याउनु त जकेट खै ल्याउनु त जकेट खै जकेट खै जकेट 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 ल्याउनु त ल। यो त नाङ्गै पो छ त यार। ए जकेट लगा न जकेट लगाउनु सक्दैनस्? जकेट मैले ल्याइदिएछु जकेट लगा किन बसिरहेको त हँ? लास सरम छैन सला दाइको बिजुट गर्छ सला है। यसो कपडा सपडा लगाएर बस्ने हो अलि हुन्छ नि त। कपडा लगाउनु छैन खै नाङ्गै बसेछ साला यस्तो चिसोको महिनामा, पुसको महिनामा चिसो लाग्छ थाहा नि तँलाई। ए मलाई त खोकी लागिसकेछ ल ल पड्काइछु गालामाले। मेरो दाइले ल्याइदिएको जकेट मेरो दाइले ल्याइदिएको जकेट दामी छ जकेट लाउँछु म लाउँछु दामी छ यार। ओ माई गड यति दामी जकेट यार दाइ यार। कति पैसा किन्नु भयो दाइ? कति पैसामा किन्नु भयो दाइ यो जकेटलाई? टक्कलाई हेर्नुहोस् त यति दामी जकेट दाइ यार। अब म त नाङ्गै छैन यार, पैसै नै कपडा किन्ने भने म त नाङ्गै के यस्तो यार। दाइ भनेको दाइ हो, दाजुभाइ मोटो खाइ भने जस्तै हो। के गर्ने आफ्नो किन्ने पैसा छैन, जान खाना उडाइन्छ ए जान खाना बडुको के गर्ने। अब दाइलाई ल्याइदिए भनेर फोन गर्ने ल्याइदिनुहुन्छ दाइले के छ मजाले होइन। यति राम्रो जकेट हुन्छ दाइ अलिअलि भाग पैसाले जान खा उडा अनि शरीरको कपडा बेची जान खा उडा अनि त नाङ्गै बस त राउटे होस् क्या त तेरो बौला। एउटा जकेट पनि नकिनेर बस्छ त्यही पैसाले जान खान्छ साला। खालि दिमाग खराब यार, खालि पैसा पठाएको त्यो जकेट कपडा किन्न लगा न। खालि जाँड खालि बसिरहेछ यार, कस्तो खालको त रहेछ यो मान्छे यार बौला। अबदेखि जर्नलिस्ट खाएछ भने न बिचा गर, तँलाई पैसा पठाइदिनु फेरि बिचा गर बुझिस्।